यो कथा सुरु हुन्छ एक अजीब र डरलाग्दो अवस्थाबाट। दुईजना मानिस चोरी गरिएको पैसा र एउटा यस्तो ठाउँ जहाँबाट बाहिर निस्कने कुनै बाटो छैन। एक अन्त्य नहुने रहस्य। कथाको सुरुवात एउटा मदिरालयबाट हुन्छ। यहाँ जोसेफ आफ्नी बहिनी सिडनीको प्रतीक्षामा बसिरहेको छ। यी दुवैले $10 लाख चोरी गरेका छन्। प्रहरी उनीहरूको खोजीमा छन्, त्यसैले केही समय लुकेर बस्नै पर्छ। सिडनीले यो चोरी किन गरिन्? किनकि उनी ऋणले थिचिएकी थिइन्। उनी चाहन्थिन् यो पैसाले आफ्नी छोरीलाई सुरक्षित र राम्रो जीवन दिन। यही बेला जोसेफले आफ्नो योजना सुनाउँछ। ऊ भन्छ, म एक पटक एउटी महिलालाई भेटेको थिएँ। उसको नजिकैको गाउँमा एउटा घर छ, धेरै वर्षदेखि खाली छ। हामी त्यहाँ लुकेर बस्न सक्छौं। केही दिनपछि सबै शान्त हुन्छ। त्यसपछि हामी यो पैसा लिएर नयाँ जीवन सुरु गर्नेछौं। तर उनीहरू कुरा गरिरहेकै बेला बाहिर प्रहरीको साइरन बज्न थाल्छ। अब उनीहरूसँग समय हुँदैन। दुवैजना नजिकैको जंगलतर्फ भाग्छन्। त्यहाँ कपडा फेर्छन्, पुराना सामान एउटा पोखरीमा फालिदिन्छन्। दुवैसँग बन्दुक हुन्छ। सिडनीलाई आफ्नो दाजुमाथि पूरा विश्वास हुन्छ। केही समयपछि उनीहरू खेतबारी हुँदै अगाडि बढ्छन्। त्यहाँ उनीहरूले गोली चलेको आवाज सुन्छन्। घर नजिक पुग्दा देख्छन् 3 जना केटाहरू खेल्दै बन्दुक ताकिरहेका छन्। सिडनी बन्दुक बोकेर बाहिर निस्कन्छ र भन्छ, यहाँबाट तुरुन्तै जाऊ। केटाहरू डराउँदैनन्, तर जोसेफ अर्को दिशाबाट गोली चलाउँछ। त्यसपछि ती केटाहरू डराएर भाग्छन्। जोसेफ सिडनीलाई भन्छ, अब ढिला नगर, भित्र जाऊ। दुवैजना घरभित्र पस्छन्। घर निकै पुरानो देखिन्छ, धुलो र फोहोरले भरिएको। सामान जताततै छरिएको लाग्छ। धेरै वर्षदेखि यहाँ कोही बसेको छैन। अब यहाँ एउटा महत्त्वपूर्ण कुरा छ। यो घर देखाउने महिलाले जोसेफलाई एउटा डरलाग्दो गोप्य कुरा पनि बताएकी थिइन्। घरले समय परिवर्तन गर्न सक्छ। यहाँबाट मानिस अतीतमा वा भविष्यमा जान सक्छ। यहाँसम्म कि अर्को संसारमा पनि पुग्न सक्छ। जोसेफलाई लाग्छ, यदि केही समय यहाँ बस्न सके सायद चोरीको असर मेटिनेछ। तर यसको लागि कडा नियमहरू छन्। घरमा 2 वटा पुराना घडी छन्। ती घडीहरूलाई ठ्याक्कै निर्देशन अनुसार मिलाउनु पर्छ। त्यसै बेला बाहिर प्रहरीको आवाज सुनिन्छ। सिडनी भाग्न चाहन्छ, तर जोसेफ भन्छ, हामी भुइँतलामा जानुपर्छ। भुइँतलाको ढोका घडीको मिलान बिना खुल्दैन। दुवैले हतार घडीका सुईहरू मिलाउँछन्। ढोका खुल्छ र तल झर्छन्। माथि प्रहरी घर खोज तलास गरिरहेको हुन्छ। भुइँतलामा जोसेफ पुरानो डायरी खोल्छ। सिडनीलाई टेलिफोनमा एउटा अङ्क मिलाउन भन्छ। फोन उठेपछि सिडनीले 3 वटा अजीब शब्द उच्चारण गर्छ। अचानक अन्धकार छाउँछ। सबै कुरा शान्त हुन्छ। जब उनीहरू बाहिर निस्कन्छन्, घर पुरै बदलिएको हुन्छ। अब घर नयाँ जस्तै देखिन्छ, सफा, सजिएको लाग्छ। यहाँ साँच्चै कोही बस्थ्यो। उनीहरू समयमै पछाडि फर्किसकेका हुन्छन्। जब यो घर नयाँ थियो, सिडनी स्तब्ध हुन्छ। ऊ विश्वास गर्न सक्दिन, तर सत्य के हो भने उनीहरू ठगिएका छन्। यो घर देखाउने महिला यहाँ कहीँ छैन। यसको अर्थ यहाँ केही धेरै खतरनाक भइरहेको छ। जोसेफ भन्छ, यो ठाउँ अहिले हाम्रो लागि सुरक्षित छ, तर एउटा शर्तमा, हामीले यहाँ 4 दिन बस्नुपर्छ। 4 दिनपछि उनीहरू आफ्नै समयमा फर्कनेछन्। कम्तीमा यहाँ प्रहरी आउँदैन भन्ने सोचेर दुवै ढुक्क हुन्छन्। घरको भान्साघर खानाले भरिएको हुन्छ। समय बिताउन पुराना अभिलेख र चलचित्रहरू छन्। पहिलो दिन उनीहरू आराम गर्छन्। भोलिपल्ट जोसेफ नजिकै हिँड्न जान्छ, तर टाढा जाँदैन, किनकि यो घरको एउटा सीमा छ जुन पार गर्न हुँदैन। सिडनीले घरमा केही कपडा फेला पार्छ। घरका सामान अजीब छन्, केही निकै पुराना, केही नयाँ देखिने। तर अहिले उनीहरूलाई फरक पर्दैन। दिनहरू बित्दै जान्छन्। 13 दिन सकिन्छ। एक रात उनीहरू पुराना सामान हेर्दै आफ्नो अतीतको कुरा गर्छन्। त्यहाँबाट थाहा हुन्छ जोसेफले सधैँ आफ्नो बहिनीलाई साथ दिएको थिएन, तर आज दुवैजना सँगै भएर खुसी छन्। सिडनीलाई बाल्यकालमा आमाले गुनगुनाउने गीतको धुन याद आउँछ। 4 दिन पूरा हुन्छ। अब उनीहरू फर्किन तयार छन्। सिडनी आफ्नी छोरीलाई भेट्न आतुर हुन्छ। घर सफा गर्छन्। जोसेफ फोहोर जलाउँछ। अब फर्किनका लागि उनीहरू भुइँतलातर्फ जान्छन्, तर त्यहाँ पुग्दा ढोका बन्द हुन्छ। ढोकामा लेखिएको हुन्छ, फर्किन चाहन्छौ भने पुरानो चक्की घरमा जाऊ। यो देखेर सिडनी आत्तिन्छ। केही नसोची चक्की घरतर्फ दौडिन्छ। जोसेफ पछि लाग्छ र उसलाई शान्त गराउन खोज्छ। चक्की घरभित्र छिर्दा उनीहरू स्तब्ध हुन्छन्। त्यहाँ एक प्रकारको पूजा स्थल जस्तो बनाइएको हुन्छ। त्यसको बीचमा एकदमै खराब अवस्थामा एउटा लास राखिएको हुन्छ। लासको छेउमा काठको स्ट्यान्ड हुन्छ। त्यसमा लेखिएको हुन्छ, तिमीहरू समयको चक्रमा फसेका छौ। यहाँ बस्न चाहन्छौ भने तल हस्ताक्षर गर। सिडनी अत्यन्त डराउँछ। ऊ हस्ताक्षर गर्न अस्वीकार गर्छ र भाग्छ। तर यो ठाउँको सीमा पार गर्न खोज्दा ऊ रगत बान्ता गर्न थाल्छ र बेहोस भएर लड्छ। जब ऊ होसमा आउँछ, जोसेफले उसलाई फेरि घरभित्र ल्याइसकेको हुन्छ। अब दुवैले स्पष्ट रूपमा बुझ्छन् यो ठाउँबाट बाहिर निस्कन अब असम्भव छ। होस आउँदा सिडनी एकाएक चिच्याएर उठ्छ। एक समस्याबाट जोगिए भन्ने लागेको थियो, तर ऊ अझ गहिरो र खतरनाक जालमा फसिसकेकी रहेछ। सत्य थाहा पाउँदा ऊ क्रोध र डरले काँप्न थाल्छ।
थाल्छे। त्यसपछि जोसेफ उसलाई भन्छ, चक्की घरमा देखेको लास उनीहरूलाई यहाँ पठाउने महिलाकै थियो, त्यो घर पनि उसको नै थियो। यो सुनेपछि दुवैले बुझ्छन् अब यहाँबाट भाग्ने कुनै उपाय छैन। अन्ततः जोसेफले त्यो कागजमा हस्ताक्षर गर्छ। उसले नाम लेख्ने बित्तिकै अचानक त्यहाँ एउटा फलामे दराज देखा पर्छ। जोसेफले आफ्नो पुरानो डायरीको सहायताले दराजको गोप्य संकेत मिलाउँछ। भित्र हुन्छ एउटा आवाज रेकर्ड गर्ने यन्त्र र एउटा सानो कागज। त्यो कागजमा लेखिएको हुन्छ, केही बोल अनि दराज बन्द गर, तिम्रो शब्दले एउटा सम्बन्ध बनाउनेछ। जोसेफ दराज खोलेर भन्छ, नमस्कार, र दराज बन्द गर्छ। 1 मिनेट पछि रेकर्ड गर्ने यन्त्र चलाउँदा एक अपरिचित पुरुषको आवाज सुनिन्छ। त्यो आवाज भन्छ, तिमी यहाँ हुनु हुँदैन, तिमी आफ्नो घर फर्कनु पर्छ। त्यो व्यक्ति उनीहरूको चोरी, भागाई सबै कुरा जान्दथ्यो। सिडनी उससँग कुरा गर्न खोज्छे। उसलाई लाग्छ सायद ऊ पैसाको हिस्सा चाहन्छ। सिडनी तयार थिए, उनी जतिसुकै मूल्य तिर्न तयार थिए, बस यहाँबाट निस्किन पाऊ। तर त्यो आवाज पैसामा चासो राख्दैन। जोसेफ अनुमान लगाउँछ यो व्यक्ति सायद भविष्यबाट वा अर्को संसारबाट बोलिरहेको छ। तर अब उनीहरू पूर्ण रूपमा फसिसकेका थिए। फेरि दराज खुल्छ। यसपटक आवाज भन्छ, जिन्दा बाहिर निस्कन चाहन्छौ भने तिमीहरूले एकजनालाई मार्नु पर्छ। यो सुनेर दुवैजना स्तब्ध हुन्छन्। सिडनी डरले सोध्छे, को? आवाज भन्छ, यहाँ आउने एउटा अपरिचित, उसका सबै प्रमाण नष्ट गर, त्यसपछि मात्रै तिमीहरू आफ्नै संसारमा फर्कन सक्छौ। यदि उसलाई नमारे त्यो समयमा तिमीहरूको अस्तित्व नै मेटिनेछ। ऊ कहिले आउनेछ, कसरी आउनेछ थाहा छैन, तर एउटा कुरा निश्चित छ, एक दिन ऊ तिमीहरूलाई मार्न आउनेछ। यो सबै थाहा पाएपछि दुवै घर फर्कन्छन् र योजना बनाउँछन्। घर वरिपरि हतियार लुकाउँछन्, पालै पालो पहरा दिन तयार हुन्छन्। महिनौं बित्छन् तर कोही आउँदैन। उनीहरू घर बाहिर जान पनि सक्दैनन्। तर एउटा अजीब कुरा हुन्छ, खाना कहिल्यै सकिँदैन। भान्साको दराज बन्द गरेर खोल्दा फेरि खाना भरिएको हुन्छ। सबै कुरा एकै चक्रमा घुमिरहेको हुन्छ। अब उनीहरूले बुझ्छन् जससँग उनीहरू कुरा गरिरहेका छन्, उनीहरूले यो ठाउँ नियन्त्रण गरिरहेका छन्। यहाँ कुनै ठूलो प्रयोग भइरहेको छ। एक दिन सिडनी घरको इतिहास खोज्न थाल्छे। पुराना कागजात र तस्बिर हेरेर ऊ भन्छे, यो सामान घरधनीको होइन, सबै फरक फरक समयका हुन्। यो घरको सन् 1955 पछि कुनै मालिक थिएन। जोसेफलाई झन रिस उठ्छ। उनीहरू प्रयोगका सामग्री बनाइएका थिए। धेरै समयसम्म त्यो आवाज पनि सुनिँदैन। जोसेफ हरेक दिन चक्की घर जान्छ, रेकर्ड यन्त्र चलाएर आवाज सुन्न खोज्छ, तर कुनै उत्तर आउँदैन। केही महिनापछि सिडनी बाहिर पहरामा हुन्छ। केही बेला अपरिचित मानिस आउँछ। ऊ टाढाबाट दूरबीनले सिडनीलाई हेरिरहेको हुन्छ। गोली चल्नै लाग्दा जोसेफ कराउँछ। सिडनी दौडेर घरभित्र छिर्छे। गोली चल्छ तर लाग्दैन। झगडा हुन्छ। अपरिचित मानिसले जोसेफलाई घाइते बनाउँछ र चक्की घर लैजान्छ, तर ऊ केही बोल्दैन। ऊ चाहन्छ जोसेफले उसलाई मारिएको भनेर झुटो प्रमाण दियोस्। जोसेफ झुट बोल्छ, तर उनीहरूले थाहा पाउँछन् ऊ झुट बोलिरहेको छ। त्यही बेला घरमा फेरि दराज देखा पर्छ। आवाज भन्छ, हामीलाई थाहा छैन ऊ को हो, तर ऊ न त तिमी हो न त जोसेफ, ऊ न त तिम्रो भविष्यको रूप हो न त तिम्रो बाबु आमा, तर जो भए पनि तिमीले उसलाई मार्नै पर्छ। जब अपरिचित घरभित्र पस्छ, सिडनी उससँग लड्छे र जब ऊ मुखको आवरण हटाउँछ, सिडनीको सास रोकिन्छ। त्यो व्यक्ति उसकै छोरी हुन्छ। जोसेफ पनि त्यहाँ आइपुग्छ। छोरीले अनुहार लुकाउँछ। जोसेफ उसलाई मार्न तयार हुन्छ। सिडनी रोक्न खोज्छ, तर गोली चल्छ। छोरीलाई बचाउन सिडनी अगाडि सर्छ। ऊ गम्भीर घाइते हुन्छ। ऊ जोसेफलाई भन्न सक्दिन ऊ तिम्री छोरी हो। छोरी भाग्छ, तर अन्ततः मारिन्छ। जोसेफ भत्किन्छ। ऊ सिडनीको शव गाड्छ। पछि ऊ उनीहरूलाई बिन्ती गर्छ, मलाई समय फर्काइदिनुहोस्, म आफ्नो गल्ती सच्याउन चाहन्छु। उनीहरू सहमत हुन्छन्। जोसेफ त्यो दिनमा फर्किन्छ जहाँ सिडनी चोरीको पैसा लिएर घर आउन लागेकी थिए। अब ऊ आफ्नै पुरानो रूपलाई मार्छ र सिडनीसँग फर्किन्छ। तर फेरि ऊ गल्ती गर्छ। फेरि सिडनी मर्छ। यो एक पटक होइन, धेरै पटक दोहोरिन्छ। वर्षौं बित्छन्। फेरि सिडनी चक्रमा देखा पर्छ। अब जोसेफ बुढो भइसकेको हुन्छ। ऊ भन्छ, मैले तिमीलाई बचाउन सबै प्रयास गरे, तर हरेक पटक तिमी मर्छौ। अब एउटा मात्र उपाय छ, तिमीले मलाई मार्नु पर्छ। पैसा छोड, छोरी कहाँ फर्क, यो घरमा कहिल्यै नआऊ। अन्ततः सिडनीले उसलाई गोली हान्छ। जोसेफ मर्छ, तर चक्र समाप्त हुँदैन। अब हामी बुझ्छौं यी मानिसहरूले यो ठाउँ जानाजानी बनाएका थिए। सन् 1955 देखि यहाँ यस्ता प्रयोग भइरहेका थिए। यस्ता धेरै समय परिवर्तन गर्ने घरहरू थिए। फरक फरक मानिस, फरक फरक चक्रमा फसेका। र यही यो फिल्मको कथा समाप्त हुन्छ। तर समयको चक्र कहिल्यै समाप्त हुँदैन।